त्यस्तो नगर्दिनु होला। पेन किलर खाएर चाहिँ मृगौला बिगार्नेहरू पनि धेरै छन् भनेर यहाँहरू जस्तै विज्ञहरूले पनि भनिरहनु भएको छ। साँच्चीकै पेन किलर खाँदाखेरि मृगौला बिग्रिने हो? यो विशेष गरेर नदुख्ने NSAID भन्छ, त्यो चाहिँ ब्रुफेन जातिको औषधिहरू के, त्यसले चाहिँ रगतको नसा साँगुरो गर्छ र मृगौलाको रक्त प्रवाहमा असर गरेर मृगौला फेल गराउँछ होइन। त्यो चाहिँ आज घोडा दुख्यो भनेर खायो अनि आएर 1 दिन खायो 2 दिन खायो, धेरै दिनसम्म खाँदा खाँदा सुरुमा थाहा हुँदैन, बिस्तारै बिस्तारै त्यसलाई मृगौलालाई पूर्ण रूपमा ड्यामेज गर्न सक्छ। त्यसैले पेन किलरहरू खाँदाखेरि एकदमै सावधानी अपनाएर चिकित्सकको सल्लाह अनुसार जति मात्रामा हो र जति दिनसम्म हो त्यति मात्रै खानुपर्छ। आफै गएर ओभर द काउन्टर भन्छ नि, औषधि पसलमा गयो औषधि खायो, त्यस्तो नगर्दिनु होला। पेन किलर खाएर चाहिँ मृगौला बिगार्नेहरू पनि धेरै छन् भनेर यहाँहरू जस्तै विज्ञहरूले पनि भनिरहनु भएको छ। साँच्चीकै पेन किलर खाँदाखेरि मृगौला बिग्रिने हो? यो विशेष गरेर नदुख्ने NSAID भन्छ, त्यो चाहिँ ब्रुफेन जातिको औषधिहरू के,